नेपाली हरर कथामा यहाँहरूलाई स्वागत छ। आज पनि म भूतको डरलाग्दो कथा लिएर उपस्थित भएको छु र आशा गर्नेछु यो कथा सुनेर तपाईँहरू डराउनुहुन्छ भनेर। कानमा हेडफोन लाउनुहोस् र मेरो कथा सुन्नुहोस्। ल है त अब कथा सुरु गरौँ। यो कथा मलाई मेरो साथीले सुनाएको थियो, करिब आजभन्दा 10-11 वर्ष अगाडि। त्यो बेला सायद म कक्षा 8 या 9 मा पढ्थेँ होला, त्यति धेर त याद छैन। तर त्यो बेला 14-15 वर्षको उमेर, आत्मा, भूत यस्ता किसिमका कुराहरू साह्रै मन पर्ने, सुन्न, अनि यस्ता किसिमका कथाहरू कहीँबाट सुन्न पाइयो भने त झन् कुरै छोडिदियो। हजुरबालाई त म बारम्बार भन्थेँ कथा भन्नु होइन, भूतका डरलाग्दा कुराहरू सुनाउनु भनेर। अनि आफूले सुनेका कथाहरूलाई सुनाउँथे। अनि एक दिनको कुरा हो, शुक्रबारको दिन थियो। शुक्रबार त्यस विद्यालयमा सधैँ मासु हुन्थ्यो। हामी मासु खाएर त्यो दिन यतिकै खाटमा पल्टिरहेका थियौँ। शनिबार यतिकै पनि ढिलो उठिन्थ्यो, किनभने शनिबार बिदा भएको कारणले गर्दा शुक्रबार हामी लामो समयसम्म नै गफ गरेर रमाइलो गर्दै बस्थ्यौँ बिस्तारै, किनकि साह्रो हल्ला गऱ्यो भने त वार्डेन ल्याएर गाली गरिहाल्थ्यो। खैर, त्यो दिन हामी भूतको कुरा गर्दै थियौँ। सबैले आफ्नो कथाहरू सुनाए, आफ्नो गाउँमा भएका घटनाहरू सुनाए। सायद मैले पनि सुनाएँ केही कथाहरू, जुन कथाहरू यस च्यानलमा पहिला नै पोस्ट भइसकेका छन्। अनि एकजना मेरो साथी थियो जसको नाम अभिषेक थियो। उसले पनि आफ्नो गाउँको एउटा घटना छ, तर यो एकदम डरलाग्दो छ भन्न थाल्यो। अनि मैले भने, के सत्य हो यो कथा? उसले भन्यो, यो कथा एकदम सत्य हो। अनि हामी सबै उसको आवाजमा हरायौँ। अनि उसलाई भन्यो, कस्तो हो त यो घटना? अनि उसले सुनाउन थाल्यो, यो घटना घट्दा म त थिइनँ, तर हाम्रो गाउँमा चाहिँ यो घटना भएको नै हो, करिब आजभन्दा 5-7 वर्ष अगाडि। अनि मैले भने, ल भन्न त कस्तो रहेछ त्यो घटना? ठिक छ। त्यो बेला सायद दसैँको समय थियो। गाउँमा सबै हर्षोल्लासका साथ दसैँको तयारी गरिरहेका थिए। कोही विदेशबाट आइरहेका थिए, त कोही टाढाबाट आफ्नो घर आइरहेका थिए। जस गाउँ रमाइलो भइरहेको थियो। चारैतिर हरियाली, चारैतिर रमाइलो मात्रै। हिजो अस्ति शून्य हुने त्यो गाउँ आज खचाखच थियो, भरिभराउ थियो। अनि एकजना श्रीमान पनि आफ्नो घर आए। उनी लाउरे थिए। अनि उसको घरमा चाहिँ उसको बहिनी अनि उसको एक श्रीमती मात्र थिए। सानो परिवार थियो, ह्याप्पी नै थियो, सबै गुजारा चलिरहेको थियो। श्रीमान लाहोरमा जाँदाखेरि नन्द र भाउजू मात्रै घरमा हुन्थे। अनि उनीहरू दुवैको उमेर पनि लगभग उस्तै भएको कारणले गर्दा उनीहरू नन्द भाउजू कम, साथी ज्यादा थिए। नन्द भाउजू सँगै घाँस काट्न जान्थे, सँगै पानी भर्न पँधेरोमा पनि जान्थे। उनीहरू कहिले पनि छुट्दैन थिए। दिन यसरी नै चलिरहेको थियो। दसैँ आउँदै थियो। दसैँको त्यो समय सोच्नुहोस् त कति रमाइलो थियो होला। एक दिनको कुरा हो। सदा जस्तै आफ्नो दिनचर्या बितिरहेको थियो। अनि नन्द भाउजू घाँस काट्न भनेर दुवैजना काँधमा डोको भिरेर अघि बढे। त्यस दिन बिहानदेखि नै नन्दले अर्कै किसिमको व्यवहार देखाइरहेकी थिइन्। एकहोरिने, कहिले बोलाउँदा नबोल्ने, त कहिले आफै हाँस्ने। भाउजूले पनि उहाँलाई सोध्नुभयो, के हो नानी, के भयो तिमीलाई? जब भाउजूले यस्तो प्रश्न गर्नुहुन्थ्यो, नन्दले भन्थे, केही पनि भएको छैन भाउजू, यत्तिकै हो। अनि उनीहरू पनि बाटोमा यत्तिकै हिँडिरहेको थियो। सधैँ नन्द आफै बोल्ने, आफै जिस्किने, भाउजूलाई के भनिरहने। अनि आज त नन्द केही बोलेकै छैन। उसको त्यो व्यवहारले भाउजू पनि अचम्ममा परिन्। अनि भनिन्, नानी, के हो तपाईँ त आज बोल्नुहुन्न त?
अनि नन्दले भनिन्, त्यस्तो केही पनि होइन भाउजू, आज मेरो अलिकति मुड त्यति ठिक छैन, स्वास्थ्य पनि राम्रो छैन, सायद त्यही भएर होला। अनि भाउजूले पनि त्यो कुरालाई नजरअन्दाज गर्नुभयो। जब उनीहरू घाँस काट्दै थिए सँगै, त्यस बेला नन्दले उसलाई प्रश्न गरेछ, भाउजू, यदि म मरेँ भने तपाईँ के गर्नुहुन्छ? अनि भाउजूले त्यो कुरालाई वास्ता गर्नु भएन, फिस्सा हाँस्नुभयो अनि छोडिदिनु भयो। फेरि नन्दले प्रश्न गर्यो, भन्नु न भाउजू। जब नन्दले यस्तो प्रश्न गरिन्, भाउजूलाई एकछिन त अचम्म लागेछ। अनि भाउजूले हाँस्दै भन्नुभएछ, तपाईँलाई म मर्नै दिन्न नि, कहाँ तपाईँ यति छिटो मर्नुहुन्छ, तपाईँको बिहे हुनु छ, अझै के कामहरू छ, अझै कति कुराहरू छ। अनि नन्दले फेरि भने, होइन भाउजू भन्नु न, त्यही पनि म यति मरिहालेँ भने के गर्नुहुन्छ तपाईँ? अनि भाउजूले गाली गर्नुभएछ, यस्ता चाहिँदा नचाहिँदा कुरा गरेर हुन्छ, खुरुको घाँस काट्नुहोस् छिटो, रात परिसक्यो, अब फेरि यहाँ गाह्रो हुन्छ भरे फर्किँदाखेरि। अनि त्यो डाँडामा चाहिँ अलिकति पहिलेदेखि नै तर्साउने, किनकि त्यहाँ चाहिँ एउटा अग्लो भिर थियो। अनि प्राय मान्छेहरू चाहिँ त्यहाँ गएर कोही चाहिँ लडेरै मरेका, तर कोही चाहिँ आत्महत्या पनि गर्थे त्यहाँ गएर। अनि त्यस्तो भिर डरलाग्दो भएपछि राति तर्साउने ओर्ने त त्यहाँ सामान्य नै भइहाल्यो। त्यही भएर पनि भाउजू चाहिँ जतिसक्दो चाँडो आफ्नो भारी भर्न लाग्नुभयो। अनि भाउजू घाँस काट्दै अघि बढ्दै जानुभयो। अनि नन्दले भने, तर भाउजू के कथा म मरेँ भने चाहिँ म तपाईँलाई चाहिँ लिन आउँछु है, तपाईँलाई चाहिँ भेट्न आउँछु है। जब नन्दले यो भन्यो, भाउजूलाई अचम्म लाग्यो। ए जहिले यस्तै त हो, यदि सोच्न साथ भाउजू घाँस काट्दै अघि बढ्नुभयो। उता नन्दले के भनेर गीत गाइरहेको थियो, उसको आवाज सुनिरहेको थियो। भाउजू घाँस काट्दै जङ्गल अघि जाँदै हुनुहुन्थ्यो। नन्दको आवाज बिस्तारै बिस्तारै मसिनो भएको जस्तो भाउजूलाई महसुस भयो। तर त्यो कुरालाई त्यति भाउजूले वास्ता नगरी घाँस काट्न थाल्नुभयो। जब भाउजूको भारी पुग्यो, तब भाउजूले आफ्नो नन्दलाई बोलाउनु भयो। तर नन्द बोलिन। रात परिसकेको थियो। विभिन्न किसिमको जनावरहरू कराउन थालिसकेको थियो। भाउजूको मनमा किन के अनिष्ट घटना घट्यो जस्तो फिल भइ नै रहेको थियो। त्यसपछि भाउजूले आफ्नो भारी बोकेर आफू आएको बाटोतर्फ जानुभयो। वरिपरि हेर्नुहुन्छ, नन्द छैन। दायाँ बायाँ हेर्नुहुन्छ, नन्द छैन। नानी यो भन्दै भाउजूले वरिपरि खोज्नुभयो, भेट्नु भएन। अनि भाउजूलाई के जोस चढेर उहाँ भिरतर्फ जानुभयो। जब भिर मुनि देख्नुहुन्छ त नन्द त रगतले लतपत भएर ढलिरहेको थियो। त्यो देख्न साथ भाउजूको त होस नै गुम्यो। अनि भाउजू जोडले कराउनु भयो। एकछिनसम्म त भाउजूको होस नै आएन। जब उहाँले होस सम्हाल्नु भयो, त्यसपछि उहाँ कुद्दै गाउँमा जानुभयो र आफ्नो श्रीमानलाई भन्नुभयो। श्रीमान सहित गाउँका 2-4 लाठीहरू आए। त्यस ठाउँमा आए अनि भाउजूलाई बिस्तारी, नन्दलाई त्यहाँबाट बिस्तारी कसो गरेर ल्याइयो। भोलिपल्ट सत्कार पनि गरियो, संस्कारहरू पनि गरियो। अब भाग्यमा यस्तै छ भने के गर्न सकिन्छ र? निराश थिए दाइ पनि भाउजू पनि। उनीहरूको एक्लो बहिनी जो थिए। दाइभन्दा बढी त सायद भाउजू नै निराश थिइन् होला, किनकि उनी उसको नन्द मात्रै होइन, एउटा साथी जस्तो पनि थिइन्। हरेक सुख दुःखका कुराहरू बाँड्ने गर्थिन्, भाउजूलाई हँसाउने गर्थिन्। अनि बिस्तारै सारा कार्य गरेर आफन्तहरू पनि आफ्नो घर जान थाले। तर भाउजूलाई अचम्म हुन थाल्यो। भाउजूले त आफ्नो नन्दलाई देख्न थाल्नुभयो। हो, भाउजूलाई नन्दले सताउन थाल्यो। जता पनि भाउजूले आफ्नो नन्दलाई मात्रै देख्थिन्। बिहान उठ्न
बिहान हुन साथ नन्दले भन्थिन्, भाउजू बिहान भयो, उठ्नु। भाउजू एक्लै एक्लै यसरी बोलेको देखेर उनको श्रीमान अचम्मै परे। तिमीलाई के भयो भन्दाखेरि श्रीमती भन्थिन्, म मेरो नन्दसँग बोलिरहेको छु, तपाईँले उहाँलाई देख्नुभएको छैन? जब भाउजूको यस्तो हरकत देखिन्थ्यो त सबै मान्छेहरू चकित पर्थे। कोही कोही मान्छेले त भन्थे, राति हिजो मैले तिम्रो घरमा तिम्रो नन्द सेतो कपडा लाएर उभिएको देखिरहेको थिएँ। उनी धेरै नै रिसाइरहेको जस्तो देखिन्थ्यो। एक कान दुई कान मैदान हुँदै चारैतिर यो कुरा फैलियो। विभिन्न किसिमका धामी झाँक्रीहरू पनि लाइयो, तर त्यसले कुनै किसिमको असरै गरेन। यसरी नै भाउजूको व्यथा बढ्दै नै थियो। भाउजूलाई नन्दले अझै सताइरहेको थियो। सबै मान्छेहरू यो देखेर चकित भइरहेका थिए। अब के गर्ने, कसरी समाधान गर्ने? दिन बित्दै थियो। एक दिनको कुरा हो। भाउजू आफ्नो खाटमा पल्टिरहेको थियो। तब अचानक उसले आँखा बन्द गरिन्। जब आँखा बन्द गरिन् तब उसले आफ्नो नन्दलाई देखिन्। भाउजू छिटो उठ्नु, आज हामी धेरै टाढा जानुपर्छ। आज म तपाईँलाई मेरो दुनियाँमा लान्छु। भाउजूलाई पनि खै के भयो थाहा छैन। मेरो प्यारी नन्दले बोलाएपछि म नजाने त कुरै भएन। यति सोच्न साथ भाउजू जुरुक्क उठिन्। कसैलाई केही नभनी त्यहाँबाट अघि बढिन्। नन्द अघि अघि, भाउजू पछि पछि। त्यो त्यही बाटो थियो जहाँ नन्द पहिला मरेकी थिइन्, यानि कि उकालो वीर। अनि उसले भनिन्, भाउजू यहाँ तल हेर्नु त, त्यहाँ गहिरो वीर थियो। नन्दले भनिन्, अब हामी यहाँ जानुपर्छ है भाउजू, तपाईँ यहाँ आउनुहोस् त। भाउजूले जब त्यो भिरमा हेर्नुभयो तब त्यहाँ एउटा सानो छुट्टै दुनियाँ थियो। हेर्दाखेरि हराभरा रमाइलो दुनियाँ भएको जस्तो भाउजूलाई लाग्यो। हो, त्यहाँ छुट्टै एउटा संसार थियो। त्यहाँ भिरमुनि छुट्टै संसार थियो। अनि जब भाउजू त्यो भिरतर्फ जानु मात्रै के भएको थियो, जङ्गलमा दाउरा काट्न आएका केही लाठेहरूले देखे। उनीहरूले गएर भाउजूलाई छ्याप्पै समाते। भाउजू फुत्किन त खोज्दै हुनुहुन्थ्यो, तर त्यो लाठेहरूले उसलाई जबरजस्ती घरमा ल्याए। त्यसपछि घरमा ठुलो बिजुवा ल्याए अनि बिजुवाले पूजापाठ गर्यो। नन्दको आत्मालाई मनसायो अनि मात्रै भाउजू होसमा आउनुभयो। जब उहाँ होसमा आउनुभयो, उहाँलाई यस्तो महसुस भयो अरे कि उहाँलाई नन्द मरेपछिको कुरा के यादै थिएन। हो, उहाँलाई जब नन्दको मृत्यु भयो, नन्दको मृत्यु भएर जब दाह संस्कार गरियो, त्यसपछिको 2-4 दिनको कुरा उहाँको स्मृतिमै थिएन। अनि पछि जब उहाँले ध्यान दिएर सोच्नुभयो तब उहाँले सम्झाउनु भएछ, यस्तो यस्तो पो भएको थियो त। अहिले उनीहरूको परिवार भोजपुरमै छन्। उनीहरू खुसीसाथ बसिरहेका छन्। भाउजू र दाइ अझै पनि आफ्नो बहिनी र नन्दलाई सम्झेर टोलाइरहनुहुन्छ अरे। अनि हामीले भन्यौँ, अनि यो साँच्चै नै यस्तै भएको थियो है? अनि उसले भन्यो, यो त केही होइन, यस्ता किसिमका घटनाहरू त कैयौँ भएका छन्। त्यो दिन मलाई अझै पनि याद छ। जब मैले यो कथा सुने, या भनौँ जब हामीले यो कथा सुन्यौँ नि, त्यो बेला चाहिँ हामीलाई टोइलेटमा जानु पनि उब्बो डर लागेको थियो। सोच्नुहोस् न, तपाईँको कोही आफन्त, तपाईँको कोही प्रिय मित्र, प्रियजन एक्कासी मर्नुहुन्छ। अनि सपनामा होस् या विपनामा होस्, आँखा बन्द गर्न साथ उनीहरूलाई देख्नुहुन्छ, उनीहरूलाई मात्रै, उनीहरूसँग बोल्नुहुन्छ, तर उनीहरूलाई अरूले देख्दैनन्, केवल तपाईँहरूले मात्रै देख्नुहुन्छ। सोच्नुहोस् त कस्तो हुन्छ होला।
तपाईँहरूलाई पनि यस्ता किसिमका कथाहरू सुन्न मन लाग्छ भने चाहिँ हामीलाई सब्सक्राइब गर्न सक्नुहुनेछ। हामी यस्ता किसिमका घटनाहरू यहाँ ल्याइरहन्छौँ। तपाईँको जीवनमा पनि यस्ता घटना छन् भने चाहिँ हामीलाई पठाउनु होला है। हामी यसलाई प्रमुखमा मानेर एकदम ध्यान राखेर चाहिँ पढ्नेछौँ र तपाईँको घटना मेरो आवाजमा सबैलाई सुनाउनेछु। ल है त आजलाई चाहिँ यति नै।